के तपाईँ कहिल्यै यस्तो ठाउँमा पुग्नु भएको छ जहाँ सबै कुरा शान्त छ तर मनभित्र युद्ध चलिरहेको हुन्छ? सुयोगवीरको जीवन बाहिरबाट हेर्दा बिल्कुल व्यवस्थित थियो। हरेक साँझ उनी शिवराजको घर पुग्थे। यो अब एउटा नियमित बानी बनिसकेको थियो। मुजुरा सधैँ शान्त मुस्कान लिएर उनलाई स्वागत गर्थिन्। न कुनै प्रश्न, न कुनै विवाद, केवल सादगी। सुयोगलाई त्यो शान्त जीवन मन पर्थ्यो। उनी आफैलाई बारम्बार सम्झाउँथे, यस्ती महिला भए जीवन सुरक्षित हुन्छ। मुजुरासँग हुँदा कुनै झगडा हुँदैनथ्यो, कुनै चुनौती हुँदैनथ्यो। तर त्यो शान्तताभित्र एउटा गहिरो खालीपन थियो, किनभने सुयोगको मन वास्तवमा मुजुरातिर होइन, सकम्बरीतिर तानिरहेको थियो। एक साँझ आँगनमा नीला शिरीषका फूल झरिरहेका थिए। हावा शान्त थियो, तर त्यो शान्तिमा सकम्बरीको आवाजले सबै कुरा तोडिदियो। दाई, युद्धमा तपाईहरूले महिलालाई के ठान्नुहुन्थ्यो? सुयोगको अनुहार कठोर भयो। महिलाको ठाउँ घर हो, बाहिरको संसार खतरनाक हुन्छ। तर सकम्बरी रोकिएनन्। उनका शब्दहरू धारिला थिए। इतिहास, हिंसा, युद्ध र महिलामाथिको अत्याचार सबै बाहिर ल्याउँदै। रक्षा भन्नुहुन्छ तपाईहरू, तर हामीमाथि जे भयो त्यो पनि तपाईहरूले नै गर्नुभएको होइन? सुयोगको रिस बढ्दै गयो, तर त्यो रिसभित्र केही असहजता पनि थियो, किनभने सकम्बरी गलत थिएनन् र यो कुरा सुयोगलाई सबैभन्दा बढी चोट पुर्याइरहेको थियो। त्यो रात सुयोगलाई निद्रा आएन। उनको मनमा युद्ध फेरि फर्कियो। चिच्याहट, रगत र आफ्नै अपराध बोध। उनी आफैसँग भिडा गर्न थाले। म पापी हुँ, मलाई प्रेम गर्ने अधिकार छैन। तर अचम्म के भयो भने अर्को दिन उनी फेरि शिवराजको घर पुगे। अब उनी भाग्ने होइन, सामना गर्ने बनेका थिए। सकम्बरीसँगको बहस अझ गहिरो भयो। प्रेम, स्वतन्त्रता, अस्तित्व सबै टक्राउन थाले। तर भित्रको सत्य स्पष्ट हुँदै थियो। मुजुरा उनको दिमागको शान्ति थिइन्, तर सकम्बरी उनको मुटुको आगो। एक साँझ सकम्बरीले शिरीषको फूल उनको हातमा राखिदिइन्। यो फूल जस्तै हो प्रेम, सुन्दर तर क्षणिक। सुयोगले फूललाई लामो समय हेरिरहे र पहिलो पटक उनलाई लाग्यो उनी मरेका थिएनन्, उनी केवल डराएर बाँचिरहेका थिए। तर अब प्रश्न उठ्यो, के यो आगोले उनलाई जिउन सिकाउनेछ कि सबै कुरा जलाएर खरानी बनाइदिनेछ?